हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म चाहिँ सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथ आज म यो हेल्दी चटपटे रेसिपी सेयर गर्न गइरहेको छु। यो भयो गोलभेडा, यो चाहिँ भुटेको बदाम, अनि यो चाहिँ भुटेको भटमास र प्याज, अनि यतापट्टि छ गाजर, मुला, अनि यो उसिनेको चना। हजुरहरू चाहिँ आफ्नो स्वाद अनुसारले यसलाई कसरी मन पराउनुहुन्छ होइन, उसिनेको मनपर्छ भने उसिनेर राख्दा राम्रो, अब यत्तिकै हजुरहरूलाई नउसिनेको काँचो चना मनपर्छ भने त्यसरी राख्दा पनि हुन्छ। आफ्नो स्वाद अनुसारले कुनै चिज हटाउन अथवा कुनै चिज थप घट गर्न सक्नुहुन्छ। यसमा आलु अनि हरियो केरौ, काँक्रो पनि थप्न सक्नुहुन्छ आफ्नो स्वाद अनुसारले। मैले चाहिँ अहिलेलाई काँक्रो र आलु राखेको छैन। म चाहिँ यो सबै रेसिपीलाई एउटा सानो बाटामा खनाउन गइरहेको छु। यो सबै खनाइसकेपछि चाहिँ अब म यसमा यो रातो खोर्सानीको धुलो राख्दैछु, अनि अलिकति हरियो खोर्सानी पनि काटेर राख्नु होला। अहिले मसँग चाहिँ हरियो खोर्सानी नभएकोले मैले चाहिँ राखिनँ। अलिकति थपेँ मैले यो रातो खोर्सानीको धुलो। नुन स्वाद अनुसारले राख्ने। चटपटेमा चाहिँ यो कालो नुन पनि थोरै राखेको मिठो हुन्छ, यो हेल्दी पनि हो। थोरै कालो नुन पनि राखेँ। साथीहरू, हजुरहरूलाई गिलो चटपटे मनपर्छ भनेदेखि म हजुरहरूलाई त्यो चटपटेमा हाल्ने झोलको रेसिपी चाहिँ अहिले यत्तिकै भनेर त्यो रेसिपी सेयर गर्न चाहँदैछु। मैले चाहिँ अहिले म सुक्खावाला नै खान गइरहेको छु। त्यो चाहिँ कसरी बनाउने भने, यदि हजुरहरूलाई त्यो झोलवाला खान मन छ भने अलिकति मैदा अथवा आँटा अथवा बेसन जेको पिठो लिए नि हुन्छ, त्यसलाई मजाले पानीमा ठिक्क मात्रामा, ठिक्क धेरै बाक्लो पनि नहुने गरेर धेरै पातलो पनि नहुने गरेर पानी तताउने र त्यसमा थोरै पिठो राखेर मजाले चलाइराख्ने, डल्ला पर्न नदिने गरेर चलाइराख्ने, ठिक्क मिडियम हिटमा, सानो अलि मिडियम हिटमा, धेरै ठुलो ग्यास चाहिँ नपार्ने। अनि त्यो भकभकी पाक्छ अनि त्यो नै हाल्ने हो। टमाटरको पेस्ट पनि बनाएर हाल्नुहुन्छ कतिपय साथीहरूले, आफ्नो स्वाद अनुसार हो। मलाई चाहिँ त्यसरी त अब त्यो अलि टेस्ट बिग्रिन्छ नि त, अचार खाएको जस्तो अलि चटपटे अलि धेरै अमिलो हुन्छ। आफ्नो टेस्ट अनुसार मलाई चाहिँ यसरी नै मिठो लाग्छ। त्यो पिठो राखेर नि मिठो लाग्छ र त्यसमा अलिकति फुड कलर हाल्ने, ओरेन्ज कलर हाल्ने र मजाले चलाउने। अनि भकभक पाकेपछि रेडी भयो, त्यो झोल हाल्ने, घोल्ने, खाने।